गधाले जस्तो मेहनत गरेर 12 घण्टासम्म नसुतिकन इक्जाममा पढेर फाइनली इक्जाम दिएर भ्याइयो आज। यसै गरी मेरो नर्सरीदेखि 12को जर्नी यहीँ समाप्त भयो। सेन्टर जति नै टाइट परे पनि मैले मेहनत गरेँ थिएँ, त्यही भएर रिजल्ट चाहिँ गति लाउँछु जस्तै मलाई लाग्छ। तर इक्जाम दिँदा जति टाइट गरे पनि लास्टमा चाहिँ फ्रुटी दिएर पठाएँ लास्ट इक्जाममा चाहिँ, त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। इक्जाम सकेर बाहिर आउने बित्तिकै यत्रो वर्षदेखिको बोझ बल्ल अलिकति कम भयो जस्तै लाग्यो। अब केही समयको लागि पढ्न चाहिँ पर्दैन। यस्तो खुसीको माहौलमा घुम्न नगई त मेरो मनै मानेन, त्यही भएर मैले साथी बटुलेर गए हामी शिवघाट। शिवघाटमा चाहिँ एउटा पिकनिक स्पोट टाइपको एउटा टक्क लाएर पार्क रहेछ। त्यो पार्कमा चाहिँ एकछिन हामीले रिल्याक्स गऱ्यौँ, यत्रो वर्षको थकान मेट्यौँ। र उतापट्टि जू पनि रहेछ, अनि जूतिर पनि गयौँ। यो जूमा छिर्ने बित्तिकै मेरो अगाडि राम्रो बन्ने र पछाडि कुरा काट्ने मान्छेको असली रूप देख्यौँ। त्यसपछि जू सू हेरेर भ्याएपछि हामी गयौँ भोक मेटाउन चटपट खानलाई। त्यतिखेर त खुसी लागेर हो कि किन हो, चटपट पनि एकदमै मिठो लागेको थियो। त्यसपछि लाग्यौँ हामी सिजी ल्यान्डमार्कतिर गेम खेल्नलाई। यहाँ आएपछि आर्चरी र बम्पर कार खेलेर हामी घरतिर लाग्यौँ। एक्जाम भ्याइएको खुसीमा मेरो दिन चाहिँ रमाइलो गरी बित्यो।